व्यक्तिबाट गल्ती हुन्छ, मानवबाट त्रुटि हुन्छ, त्यसलाई क्षमा माग्नुपर्छ र पुरै नेपाली आम जनसमुदायसँग उहाँले क्षमा माग्नुपर्छ, पुरै मुस्लिम समुदायबाट उहाँले क्षमा माग्नुपर्छ। जो आफै असंवैधानिक प्रधानमन्त्री बन्नु भएको छ, उहाँलाई त संविधानको के मतलब? उहाँ संविधानको ज्ञाता हुनुहुन्छ होला, उहाँलाई नेपालको कानुनको विषयमा जानकारी होला, तर उहाँले बोलेको जुन व्यवहारिक अभिव्यक्ति हो त्यसबाट आज पुरै नेपाली समाज नै लज्जित भएको छ, मुस्लिम समुदाय मात्र होइन। किनभने उहाँको अभिव्यक्ति म पनि सुने, उहाँले मुस्लिमलाई मात्र भन्नुभएको थिएन, त्यहाँ सनातन हिन्दू धर्मलाई समेत इंकित गरेर यस्तो प्रकारको पुरै सिङ्गो नेपाली समाजमाथि जुन एउटा हमला गर्नुभएको छ, खास गरी नारी जातिमाथि जुन हमला गर्नुभएको छ, यो वास्तवमा एउटा सम्मानित प्रधानमन्त्रीजीले मात्र होइन, एउटा आम नागरिकले पनि भन्न नहुने अभिव्यक्ति हो, भन्न नहुने कुरा हो। त्यसकारण यस्ता अभिव्यक्ति यदि उहाँबाट भुलचुक भएर उहाँको मुखबाट यस्तो अभिव्यक्ति, यस्तो बोली निस्केको छ भने उहाँ तुरन्तै तपाईहरुको अगाडि उहाँले माफी माग्नुपर्छ, आम जनतासँग क्षमा माग्नु आजको पहिलो कर्तव्य उहाँको हुनेछ।